नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलाली तनावग्रस्त, प्रहरीद्वारा गोली प्रहार, 2 जना घाइते। पछिल्लो 24 घण्टामा देशभर 188 जना कोरोना संक्रमित फेला। महोत्तरीबाट बेपत्ता भएका झा दम्पतिको दोषीको पत्ता लगाई कानुनी कारबाही गर्न सांसद शर्माको माग। नेकपा माओवादी केन्द्रको विषयमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकन गर्न कानुन व्यवसायीहरूको सुझाव। र चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको एनएमसी अगाडि धर्ना, नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग। अब समाचार विस्तारमा। बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा 2 जना घाइते भएका छन्। प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। उनका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहलपुर पठाइएको छ। मंगलबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्की चौक स्थित टिकापुरतर्फ जाँदै गरेको ना 6 प 8833 नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्की चुहा नगरपालिका 1 का 22 वर्षीय कमला देवकोटाको मृत्यु भएको थियो। सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासी राजमार्ग अवरुद्ध गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका छन्। ठक्कर दिने बस र चालक बर्दुगुरिया गाउँपालिका 1 का 31 वर्षक पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ परीक्षक एसएसपी मुकेश कुमार सिंहका अनुसार अछामको मंगलसेन नगरपालिका 1 का 15 वर्षीय सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो। मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालय कक्षा 6 मा अध्ययनरत रहेका थिए। मोबाइल पड्किँदा गम्भीर घाइते भएका नाथ जिल्ला अस्पताल अछामको उपचार क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्लो 24 घण्टामा देशभर 188 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सक्रिय संक्रमितको संख्या कुल संक्रमितको संख्या 2,76,244 पुगेको छ। त्यस्तै मंगलबार 77 जना कोरोना मुक्त भएका छन्। यससँगै 2,72,097 जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या 1,128 रहेको छ भने 48 जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 0 रहेको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3019 रहेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 4 जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन्। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा 4 जनामा संक्रमण देखिएको हो। प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,227 पुगेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,984 जना संक्रमण मुक्त भइसकेका छन्। अहिलेसम्म 1,46,788 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 28 वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रतिनिधि सभाको मंगलबारको बैठक शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुन साथ सभामुखसँग समय मागेर सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा 5 गल्फै गाउँको पारीपट्टि भारत सरकारले 3 महिनादेखि नेपाल सरकारको सहमति र जानकारी बिना नै एकतर्फी ढङ्गले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेको तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। शून्य समयमा सांसद अञ्जना विङसङ्खेले कोभिड-19 भाइरसले नयाँ रूपले जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। सांसद अमनलाल मोदीले कोभिड-19 को महामारीपछि सरकारले देश विदेशमा रोजगार गुमेका मजदुरलाई रोजगारी दिन नसकेको बताउनुभयो। सांसद इन्दु कुमारी शर्माले महोत्तरीमा फागुन 10 गते 65 वर्षीय मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको आफ्नै निवासमा सुतिरहेको अवस्थामा बेड बिछ्याउन सहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषी पत्ता लगाउन प्रहरी प्रशासनले हालसम्म नसकेको भन्दै दोषी पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभयो। कानुनी व्यवसायीहरूले नेकपा माओवादी केन्द्रलाई सर्वोच्चले फागुन 23 गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका छन्। सर्वोच्च अदालतले नेकपाको एकीकरणलाई बदर गर्दै पूर्ववत रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई बिउताइदिएको थियो। यही फैसलाको पुनरावलोकनमा जान कानुनी व्यवसायीहरूले नेकपा माओवादी केन्द्रलाई सुझाव दिएको हो।
मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित स्थायी कमिटिका सदस्यहरू र कानुन व्यवसायी बीच माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको छ। रिभ्यू गर्नु उपयुक्त छ। रिभ्यू नै यसको प्रमुख उपाय हो। रिभ्यू पुनरावलोकनबाट सर्वोच्च अदालतको फैसला करेक्सन हुन्छ। रञ्जित कोइरालाको फैसला त करेक्सन गरे, लोकमान सिंह कार्कीको फैसला करेक्सन गरे भने अब प्रेरणा राज्य देवी शाहको जग्गा मुद्दाको चाहिँ बारे रिभ्यू भयो भने यत्रो पोलिटिकल कुरा, राजनीतिक दलको कुरा, राजनीतिक दल तोडफोड भएको कुरा, एकता भङ्ग भएको कुरा, नेपालको राजनीतिमा औथल पुथल भएको कुरा र जति माग दाबी थियो त्योभन्दा बढ्ता लेखेको कुरा, भन्न नपर्ने कुरा भनेको कुरा र चाहिँ नि कतैबाट चाहिँ नि निर्देशित भएको जस्तो प्रकारको आभास आउने खालको कुरा भएको हुनाले यसलाई रिभ्यू गर्ने कुरामा हामी सब एकमतले पार्टीलाई सुझाव दिए। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले अदालतको फैसलाको पुनरावलोकनमा जान कानुन व्यवसायीहरूको सुझाव रहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चाहिरहेकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा समेत कानुन व्यवसायीहरूसँग छलफल गरेको नेता गुरुङले बताउनुभयो। आएर चाहिँ त्यसलाई नै अंगीकार गरेर जानुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। तर प्रधानमन्त्रीज्यू पटक संसद भङ्ग गर्ने कुरा गरिरहनु भएको छ। त्यसो भने त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमै चाहिँ छ। कसरी सदनको रक्षा गर्न सकिन्छ। अब संविधानको फलो गर्न त तयारी हुनु भएन, सर्वोच्च अदालतको आदेशलाई पनि उहाँ फलो गर्न तयारी हुनु भएन। त्यसो भएको हुनाले चाहिँ यो अवस्थामा चाहिँ कसरी चाहिँ संसदको रक्षा गर्ने, संविधानको कसरी रक्षा गर्ने भन्ने चाहिँ च्यालेन्ज चाहिँ उठेको चाहिँ छ। यस्तो अवस्थामा के गरी जाँदाखेरि चाहिँ यो सदनको रक्षा गर्न सकिन्छ भन्ने विषयमा पनि चाहिँ अब कानुन व्यवसाय साथीहरूसँगको चाहिँ परामर्शकै कुरा, कानुनी विषयहरूकै परामर्शकै कुरा चाहिँ कानुन व्यवसायीहरूले सर्वोच्च अदालतको फैसलाका कारण पनि प्रधानमन्त्री ओलीलाई संसद भङ्ग गर्ने ठाउँ नभएको भन्दै संसद र संविधानको रक्षाका निमित्त राजनीतिक दलहरूले राजनीतिक रूपमै पहलकदमी लिनुपर्ने सुझाव दिएको नेता गुरुङले बताउनुभयो। कोभिड-19का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिल अगाडि धरना दिएका छन्। चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत 152 जना विद्यार्थीहरूले आफ्नो इन्टर्नसिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखेपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि आन्दोलन धरना गरेका छन्। विद्यार्थीहरूले 6 महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाइसकेको तर कुनै ठाउँमा सम्बोधन नभएकाले आफूहरू समस्या परेको उनले बताएका छन्। सन् 2014 को ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको गत वर्ष इन्टर्नसिप रहेको र 3 महिनादेखि 10 महिनासम्म इन्टर्नसिप गर्न बाँकी रहेका विद्यार्थीहरू बताएका छन्। पढाइ पूरा गरेर काम सुरु गर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पूरा गर्न नपाउँदा अनिश्चित भएर बस्नु परेको विद्यार्थीहरूले बताएका छन्। नेपाल मेडिकल काउन्सिलका सदस्य डाक्टर शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरूसँग कुरा गर्दै सन् 2014 को ब्याचको विद्यार्थीहरूको जस्तै सन् 2015 को विद्यार्थीहरू समेत समस्या हुने देखिएकाले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताउनुभयो। पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षा माग गर्दै पर्यटन क्षेत्र सम्बन्धित एक प्रतिनिधि मण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल समक्ष 17 बुँदे ज्ञापन पत्र बुझाएको छ। नेपाल ट्रेकिङ ट्राभल्स, राफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन एक प्रतिनिधि मण्डलले मंगलबार मन्त्री ढकाललाई भेट गरी मागपत्र बुझाएको हो। कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको उत्थान गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई स्वीकृति दिनुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक 40% बढाउनुपर्ने, नेचर गाइडको समयमा समाधान गर्नुपर्ने आदि माग राखिएको छ। विकासको नाममा महत्त्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य पनि तत्काल बन्द गर्न समेत माग गरिएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलाली तनावग्रस्त, प्रहरीद्वारा गोली प्रहार, 2 जना घाइते। पछिल्लो 24 घण्टामा देशभर 188 जना कोरोना संक्रमित। महोत्तरीबाट बेपत्ता भएका झा दम्पतिको दोषी पत्ता लगाई कानुनी कारबाही गर्न सांसद शर्माको माग।
नेकपा माओवादी केन्द्रको विषयमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकन गर्न कानुन व्यवसायीहरूको सुझाव। र चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको एनएमसी अगाडि धरना, नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।